नेपाल कम्युनिस्ट पार्टी फुट्दैन र यिनीहरू जुट्दा पनि जुट्दैन। नेपाली कांग्रेस सरकारमा पनि जाँदैन। पक्कै पनि बोधे वर्षा नगरपालिकामा मात्र होइन कि बलानबिउल नगरपालिकामा, खरक नगरपालिकामा र सुरुङ्गा नगरपालिकामा भ्रष्टाचार भएको छ। नेपाली कांग्रेसको प्रतिपक्षको भूमिका जति सशक्त हुनुपर्ने हो त्यो पक्कै पनि म पनि स्वीकार्छु, पक्कै पनि भएको छैन हैन। कारण के हो? अब कारणहरू धेरै हुन सक्छ हैन। वक्तव्य निकालेर मात्रै प्रतिपक्षको भूमिका हुँदैन हैन। हामीले अहिले संसद छैन, संसदले हाम्रो 1/3 बहुमत हाम्रो कांग्रेस भित्र छैन। त्यो संसदलाई सञ्चालन गर्नलाई अर्को पार्टीसित नमिलिकन निवेदन नगरिकन सञ्चालन हुन सक्दैन। एउटा कुरा त्यो हो। र संसदमा जुन किसिमको भूमिका हामीले खेल्नु पर्ने हो त्यो हामीलाई कमजोरी छ। किनभने कति कुराहरू नेतृत्व वर्गले यो विषयमा नबोल्नु भन्ने दबाव सृजना हुन्छ हैन। र अर्को कुरा के हुन्छ कि दोस्रो कुरा के हुन सक्छ भइराखेको छ कि जुन किसिमको प्रतिपक्ष दल भएको नाताले कति कुराहरू हैन प्रधानमन्त्रीसँग भेटघाट हुँदाखेरि कति कुरा के हुन्छ उहाँलाई थाहा हुन्छ। त्यसकारणले कति कुराहरू जस्तै भ्रष्टाचारको विषयमा, अन्याय अत्याचारको विषयमा, बलात्कारको विषयमा आवाज हामी उठाउँछौँ, व्यापक रूपमा आवाज उठ्छ। तर कार्यान्वयन पक्ष हामी त्यति गर्न सक्दैनौँ। हामी त्यसलाई सडकमा आन्दोलन गर्न सकेनौँ, संसदलाई हामी घेराउ गर्न सकेनौँ सोचे अनुसारको हैन। त्यसलाई हामी कन्टिन्युटी दिन सकेनौँ। त्यसकारणले त्यो कुराहरूमा प्रतिपक्षको भूमिका कमजोर जस्तो देखिन्छ। तर हामीले संसदमा आवाजदेखि घेराउ कार्यक्रम सबै गर्यौँ, तर लामो पिरियडसम्म भइदियो भने त्यसको बढी भूमिका हुन्थ्यो। सडकमा हामीले गर्न सकेनौँ, जिल्लामा हामी गर्न सकेनौँ। त्यो हाम्रो कमजोरी पक्षहरू हुन्। अहिले वर्तमान सरकारको सबभन्दा काम कारबाही त अहिले सबभन्दा ठुलो कुरो भ्रष्टाचार, संस्थागत भ्रष्टाचार भएको छ। र सरकारले भ्रष्टाचार गर्ने व्यक्तिलाई संरक्षण पनि दिएको छ हैन। संरक्षण पनि दिएको छ र संस्थागत भ्रष्टाचार भएको छ। त्यस कारणले अहिलेकोमा नेपालमा सबभन्दा बढी भ्रष्टाचार भएको सरकार यो सरकारको रूपमा हामी लिन्छौँ। र जुन तरिकाबाट सरकार जनतालाई राहत दिनुपर्ने, जस्तै कृषकलाई राहत दिनुपर्ने, बिउ दिनुपर्ने, बिउ भएन, मल हाहाकार भयो एकातिर। अहिले स्वास्थ्य सम्बन्धी विषयमा व्यापक रूपमा अहिले चेक हुन सकेका छैन हैन। थोरै मात्रामा चेक भइराखेको छ हैन। कोरोनाको त्यत्रो महामारी छ, विश्वमा छ, नेपालमा त्यत्रो अहिलेसम्म स्कुलहरू सञ्चालन हुन सकेको छैन हैन। शिक्षा तहस नहस भयो 9 महिनाको दरयानमा। स्वास्थ्य एकदम सोचे अनुसारको केही गर्न सकेन हैन। त्यस्तै गरिकन कृषकलाई उत्पादन बढाउन सकेन हैन। कुनै क्षेत्रमा सरकारले सफल भएको छैन। जुन टार्गेट छ सुखी बनाउने जुन सपना थियो सरकारको, सबै ठाउँमा दुखी, किसान दुखी, व्यापारी दुखी हैन। अन्यजु तपाईको विचारमा त यो देशमा तपाईको विचारलाई हेर्दाखेरि त सरकार पनि असफल, प्रतिपक्ष पनि असफल। सरकार त 100% असफल भएको देखिन्छ हैन। र प्रतिपक्ष केही हदसम्म त सफल हुनुपर्ने हो, तर जुन तरिकाबाट भूमिका खेल्नुपर्ने हो त्यो खेल्न सकेको छैन। त्यो म स्वीकार्छु। कुनै क्षेत्रमा सरकार सफल नभएको हुनाले यो 110% यो सरकार असफल छ। र समुदायले जुन जनताले दुख कष्ट पाइरहेको छ त्यसलाई मलहम गर्न सरकारले सकेको छैन। प्रतिपक्षले पनि त्यो सोचे अनुसारको भूमिका खेल्न सकेको छैन। नेकपा फुट्छ भने नेपाली कांग्रेस एक पक्षसँग मिलेर सरकारमा जान्छ, के भन्नुहुन्छ यहाँ? यसमा म त्यसमा सहमत छैन। नेपाल कम्युनिस्ट पार्टी फुट्दैन र यिनीहरू जुट्दा पनि जुट्दैन। यस्तै झगडा भइराख्छ हैन। यस्तै यिनीहरूको चुनावसम्म जान्छ, जुट्छ। यिनीहरू यस्तै किसिमको तहस नहस गरेर यिनीहरू, किन हामी धेरै कम्युनिस्ट पार्टी देखाएको छौँ, फुट्यो भने सानो टुक्रा फुटेर जान्छ हैन। तर हामी विश्वास छ कि अहिले यो कम्युनिस्ट पार्टी फुट्दैन र सरकार नेपाली कांग्रेस सरकारमा पनि जाँदैन। जसले जति भने तापनि सभापतिले मात्रै भनेर भएन हैन। सरकारमा जाने कुनै आधार हामी देखिरहेका छैनौँ।
त्यस कारणले यो एउटा मिडियाको र 2-4 जनाको हल्ला भयो होला, तर हामीले विश्वास छैन सरकारमा नेपाली काङ्ग्रेस जान्छ भनेर। मान्यज्यू, यहाँको विकासीय कामहरूमा कतिको भ्रष्टाचार भएको छ? विकासीय काम कार्यक्रममा अब हाम्रो कार्यक्रम दिने स्थानीय तहलाई हो, गाउँपालिका र नगरपालिकालाई हैन। नगरपालिकाको मेरो कार्यक्रममा हाम्रो कोसिस हुन्छ कि जिरो भ्रष्टाचार होस् भनेर मेरो व्यापक रूपमा उपभोक्तालाई नगरपालिकालाई भनिराखेको हुन्छु र अनुगमन पनि गरेको हुन्छु म हैन। र भ्रष्टाचार हुन्छ भने म कारबाहीतिर पनि आवाज उठाउँछु हैन। संसददेखि सडकसम्म पनि त व्यापक भ्रष्टाचार भइराखेको छ भनेर आवाज पनि उठाउँछु। त्यस कारणले केही हदसम्म भ्रष्टाचार नभएको होइन, प्रष्ट रूपमा केहीसम्म के अरे नगरपालिकाले गरे होला हैन। म अब किटान भन्न सक्दिनँ, तर जुन किसिमको स्थानीय तहमा भ्रष्टाचार मेरो कार्यक्रममा मलाई विश्वास छ, जुन किसिमको इस्टिमेट गरे हुन्छ त्यो इस्टिमेटभन्दा राम्रो काम भएको छ। तपाईको क्षेत्रमा पर्ने पालिकाहरूमा त थुप्रै भ्रष्टाचारको कुराहरू आयो नि त। अस्ति बोधे वर्षाइनमा अख्तियारले फाइल लग्यो भन्ने कुरा यहाँले त सुन्नुभयो होला। पक्कै पनि बोधे वर्षाइन नगरपालिकामा मात्र होइन कि बलानबिउल नगरपालिकामा, खरक नगरपालिकामा र सुरुङ्गा नगरपालिकामा भ्रष्टाचार भएको छ। तर मेरो कार्यक्रममा मलाई विश्वास छ, मेरो कार्यक्रममा इस्टिमेट भन्दा बढी राम्रो काम भएको छ। मेरो कार्यक्रममा संसदीय विकास समझदारी कार्यक्रम कुनै ठाउँमा भ्रष्टाचार भएको छ भने तपाईले यही तपाईको टेलिभिजन मार्फत म आग्रह गर्न चाहन्छु, कुन कुन ठाउँमा भ्रष्टाचार भएको छ तपाईहरु उजागर गर्दिन। मैले मेरो कार्यक्रमको लागि स्थानीय तहको कार्यक्रमलाई म भन्न सक्दिन हैन, व्यापक रूपमा भ्रष्टाचार भएको छ। मेरो कार्यक्रममा कतै भ्रष्टाचार भने तपाईको टेलिभिजनबाट उठाइदिन मैले आग्रह गर्छु। त्यसलाई मैले कसलाई भन्नुपर्ने, कहाँ आवाज उठाउनु पर्ने, कुन ठाउँमा जानुपर्ने म तपाईको कमिटमेन्ट गर्न चाहन्छु। मान्यज्यू, अन्त्यमा यहाँको क्षेत्रभित्र रहेका पालिकाहरूमा हुने गरेको व्यथिति भ्रष्टाचारहरूलाई नियन्त्रण गर्न यहाँको भूमिका के? सबभन्दा मैले तपाईको दुईटा कुरा अहिले मैले तपाईको अगाडि तपाईको टेलिभिजनबाट यो कार्यक्रमबाट मैले आग्रह गर्न चाहन्छु कि लास्ट इयर को कुन कुन ठाउँमा बजेटहरू दिएको थियो, कहाँ कहाँ काम भएको छ कि छैन, अहिले म टोटल रूपमा पेस्की फर्चौट कति बाँकी छ, टोटल डाटा लिएर मैले नगरपालिका मैले जानकारी गराइसकेका छु। अहिले तपाईहरु यो कामहरू भ्रष्टाचार भएको छ, यो पेस्की जस्तै बोधे वर्षाइन नगरपालिकामा 7 करोड रुपैयाँ पेस्की फर्चौट गर्न बाँकी छ हैन। त्यस्तै खरक नगरपालिकामा छ, सुरुङ्गामा छ हैन, त्यसै गरिकन बलानबिउल नगरपालिकामा छ हैन। विरोधीहरू व्यापक रूपमा छ। म त्यही समिति भएकोलाई उहाँहरूले जानकारी गराएको छु, अहिलेसम्म मसँग रेकर्ड छ हैन। उहाँहरूलाई मैले भनिस तपाईहरु यो बेरोजी फर्चौट गर्न सक्नु भएन, सडकदेखि सदनमा आवाज उठाउँछु र जुन जुन ठाउँमा भ्रष्टाचार तपाईहरु भएको छ त्यो म खुल्ला रूपमा, जस्तै बोधे वर्षाइनमा जुन कि साबुनको विषयमा आएको छ हैन, 30 रुपैयाँको साबुनमा कति हजार रुपैयाँको गराएको छ हैन। त्यसलाई यही मार्फत म तपाईलाई के आग्रह गर्न चाहन्छु, अख्तियारले व्यापक रूपमा छानबिन गरोस्। त्यहाँ मात्र होइन, जुन जुन नगरपालिकामा भ्रष्टाचार भएको छ त्यहाँ त्यसलाई कारबाही गरोस् र छानबिन अगाडि बढ्नमा जोरदार माग गर्न चाहन्छु।